भुलेर पनि मुख्य ढोकामा यी 5 चिज नराख्नुहोस्, नभए आउँछ ठूलो वास्तुदोष। घरको मुख्य प्रवेशद्वारलाई सौभाग्यको प्रवेश मार्ग मानिन्छ। वास्तुशास्त्र अनुसार यहाँ राखिने केही वस्तुहरूले तपाईको घरमा नकारात्मक ऊर्जा, आर्थिक अवरोध र तनाव निम्त्याउन सक्छन्। काँडेदार बिरुवा, घरको मुख्य प्रवेशद्वार वा अगाडि काँडेदार फूल वा बोट बिरुवाहरू बिर्सेर पनि नराख्नुहोस्। यसले घरभित्र तनाव र आपसी कलह बढाउने सम्भावना हुन्छ। फोहोर फाल्ने भाँडो, मुख्य ढोकामा वा ढोकाको ठिक अगाडि फोहोर राख्ने भाँडो कहिल्यै नराख्नुहोस्। यसले घरमा आर्थिक अस्थिरता र नकारात्मकता आकर्षण गर्छ। भित्ते घडी, मुख्य प्रवेशद्वारको ठिक माथि भित्तामा घडी राख्नु अशुभ मानिन्छ। यसले घरका सदस्यहरूको समय र प्रगति मार्गमा अवरोध ल्याउँछ। टुटेफुटेका वस्तु वा भारी सामान, ढोका खोल्न गाह्रो हुने गरी सामानहरू वा जीर्ण वा टुटेफुटेका सामग्रीहरू नराख्नुहोस्। ढोका सजिलै र हलुका तरिकाले खुल्नुपर्छ। ढोकामा अवरोध आउनु जीवनको प्रगतिमा अवरोध आउनु हो। सुकेका वा ओइलाएका फूलमाला, लामो समयसम्म सुकेको वा ओइलाएको फूलको माला वा सजावटका सामग्री मुख्य ढोकामा राख्नु हुँदैन। यसले घरमा उदासीनता र नकारात्मक ऊर्जा ल्याउँछ। यी नियमहरू पालना गर्दा तपाईको घरको प्रवेशद्वारबाट सधैँ सकारात्मक ऊर्जा, पोजिटिभ एनर्जी र सुख समृद्धि भित्रिनेछ। सकारात्मक ऊर्जा, सुख र समृद्धिका लागि मेरो चिना ज्योतिष तथा वास्तु सेवा, बिर्ता मोड, झापा। यस्तै महत्त्वपूर्ण जानकारीका लागि लाइक, फलो र शेयर गर्न नबिर्सनुहोस्।